수바 छपु नचुन्ये ने पनातिन चाहे दिउमा चोमी भाजु श्रेय प्रसाद लाको जु पाखङ वेकया नुगो खान्जे ने वेकया ता मञ्चे पङचङ सुबह अने बम तो कार्यक्रम या नायो ठिठी ठ्यान थन ठो कार्यक्रम के झाजोबी विशिष्ट अतिथिगण हने जिङ खाङापु विशिष्ट विद्वान त संस्कृतिमा विद्वान नेपाली भाषामा विद्वान जियोको मन त खौच आउँद एन्टुयङ थाना ठो जिङ खाङापु आदरणीय सभासद सुरेन्द्र गोसाईज्यू सेजना सैजुज्यू एन्टुङ नेपाली भाषामा विद्वान प्रोफेसर रामप्रसाद केवालीज्यू संस्कृति व नापाङ इतिहास या मानव प्रकाण्ड विद्वान झी पुरुषोत्तम लोचन श्रेष्ठज्यू जिन ठाउँ नेवा भ्यान्टुङ छुङखा टेउ कोसिस याङा हामीले जिन नेपाली भाषाको नुव्याउ ठाउँ भ्याए ठमन्टु नुव्या मसय जिरा थता थमन्टु गठे गठे जुयो चौँ एजियो ठाउँ चाहिँ नेपाल भाषा खन्तु नुयाजिङ प्रयासयाङा कुतयाङा ठो खपे जुयो चौँ तमुज्या खे यक्को वर्ष दतजिङ करिब करिब 6-7 वर्ष दतजी जिङ सुरु खे जु चिनाख ढाउनिसी जिङ सुरुयाङाउ थजौपट्टि प्रोग्राम थजौ भव्य व सभ्य प्रोग्राम जी यक्को प्रोग्राम के वाङा तर ठो ठयो किसिमे एकदमै सभ्य किसिम मानेवपट्टि प्रोग्राम चाहिँ कमिए खाङा नेपाली जोग मखु जी छिमेकी राष्ट्र भारत विभिन्न ठासेवाङा विभिन्न साहित्यिक कार्यक्रम खेजिङ भागकाया सम्मानित ज्वेउ न याङा जी मन्तव्य न बिया जु ठौ खानुन तया तर ठो किसिमे जुन खपे जुयो चौ ठो तमुज्या ख ठो तमुज्या वास्तवै एकदमै उदाहरणीय वो छौ किसिमे प्रेरणादायी थे चौँ वास्तवै जिउ लागियान ठोछु रसा नेपाल भाषा जग मखु नेपाली भाषा अथवा मेमे भाषा पिने लागिन ठोछौ तराङु कुम्भ मेला ठेन्टु तीर्थके व्याव ठेन्टु मन त धर्म कर्म यही मन त तीर्थके वानी जिरान था तीर्थ याव ठेन्टु फिलिङ जियो चौँ र अत्यन्त आनन्द जियो चौँ र मेपु धार्मिक मनु त गथे काशी वङ अथवा प्रयाग वङ अथवा बनारस वङ आनन्दकै जिउ लागिङ जु साहित्य यो कर्म यो लागि काशी न थोए ख विश्वेश्वर न थोए ख बनारस न थोए ख रे चौक जिता चाहिँ एजो ठो महत्त्वपूर्ण ज्याजो छिक छ यहाँ दिल ठुक्यो लागि ठो जिता जिनङ ठुकी भागका खाउली जु मन एकदमै लेत जु मने तको स्वान जग मखु गुएचा सोङ भय चौड धाउ छिक पिन्ता जिन जानकारी या इनापया विद्वान टेसन दाई जिन्दगी सरल मजु जिन्दगी ता सरल या मह जिन्दगी ता सरल गयो या वहाँ डक दशा छुङखा सहयङ छुङखा चाहिँ नजरअन्दाज यङ अले छुङखा एटा चाहिँ धैर्य तय जिन्दगी ता सरल या मर गधाई तर जिता लगजु छु दशा दको खाखे धैर्यता तेन फैमखु दको खा एता नजरअन्दाज न या फयु अवस्था मखाथे चोजिङ यदि अठे जुइ खसा हालसाले जु जेनजी आन्दोलन गयो आन्दोलन के परिणत जुइ देशे तत्कालीन संसद के प्रतिपक्षी दलमा नेता तक मरु क्षमा झी प्रेम सुवाल ब्याको यदि प्रेम सुवाल ब्याको मेपु प्रतिपक्षी पु नेता जुसा उखने वो आन्दोलनै जिमको छासा सरकार मन परि या खानीमा हो ठोका झिसन्जे ठुके म जिटा लगजु अले उख्नु छौ टेलिभिजन के छमा विद्वान छु धाला रक दशा झी नेपाली ता सुन सहयोग चोच्ना सुन ग्वालिया चोच्ना अमी विरुद्ध के नुवा मजु ह अले झिउ नेपाली तेता जुङ राष्ट्र हो श्रम यो लागि हेल्प या चोच्ना सहयोग या चोच्ना अमदान झिस अमी विरुद्ध के नुवा मजु र धाला जिरा वे खा थुली चितो बुझे मजला कि सत्य नुवा बेमाल्ने सुता अन्याय जु दशा सुता अत्याचार याउ दशा छुङ राष्ट्र न न्याउ थजु न्यामा राष्ट्र थजु
यदि अन्याय याउँदछ अत्याचार याउँदछ थये जनता स्याउँदछ छिमेकी पनि जनता स्याउँदछ चेचेरिपु मचातेर तक स्याउँदछ उक्यो विरुद्धकै आवाज उठाए म थ अबुयो विरुद्धकै आवाज उठाए म यदि अब अन्याय अत्याचार याउँदछ जिता वो विद्वान यो भनाइप्रति साह्रै जिता चाहिँ चित्त बुझे मजुला अले उब्ले छुजु रहछ उब्ले थो गाजापत्ती खे प्यालेस्टाइन खे नायाउ लागि जिमी प्लाटी भाषा खबी भाषा ना रह्यो ल यामी रहेछ नायाउ लागि लाइन चुम्बु मचातेटा नायाउ लागि लाइन चुम्बु मचातेटा 100 करिब 150-60 जना जिरा ठ्याक्क आँकडा लुमान 100 मचाता सिंह बिलाको लन्चर प्रहारीसँग उक्यो विरुद्ध खेन झिसन नुबा म इजरायल वन चाहिँ झि नेपाली त्यता ज्याबियटारु डरको अले इजरायल यपरि वो कुकृत त्यता झिसन चाहिँ सहयोग चन्ने मौख अपराङ अन्याय अपराङ अत्याचार यता झिसन चाहिँ टुलु स्वाचने मौख कमसे कम चुए मपु मन्टसा चुए फपु मन्टसा चुए विरोध यामाल्ने उक्यो यदि विरोध मयाउ खसाङ छुए जिम हो म्यो मिङ जिमी मित्र झि साहित्यिक पत्रकार ख अश्विनी कोइरालाङ म्यो छौ स्ट्याटस चुयादिला सरकारको अनुभूत बल्ल भयो र वो धाउ अर्थ छु उक्यो अर्थ अत्तको वटा जुए मजिनको धाउ जुल नि वङ छु आधारण चोरा जिम्मस्या तर वो अख्नु आन्दोलन जुन थजो ए बेथिति अन्याय भ्रष्टाचार विरुद्धकै आन्दोलन जुयाङ ख उक्यो विरुद्धकै नेपाली टेसन छ्या नुवा मरसा नजर जिन ढा ठेन्टु जिता अमेरिकन ज्याबियटारु ड अथवा जिता चाहिँ इजरायलन ज्याबियटारु ड अपु चाहिँ झि भवि द मखु अवश्य न थोइ पृष्ठभूमि खे जिसमा कवि न जु कवियामा विद्यार्थी कवितामा विद्यार्थी साहित्यमा विद्यार्थी न जु नाता ह थोइ सेरो फेरो खे जिन नेपाली भाषाका छौ कविता चुयाउ ड थोइ कविता न्यङ्के जिन योको भाषण बेउ अवस्था मरु ठाना छ्या रसा ठाना हने योको विद्वान ते उपस्थित द वेको पितान जि पबेम एजो जिङ नेपाली भाषाके न्यो भाषाके नुवेन नेपाली भाषाके छौ कविता बन्यो अनुमति फोंगा चोङा जु कविता शीर्षक नेपाली भाषाके म अब एउटा नेपाली भाषामा एउटा कविता लेखेको छु त्यो कविता यहाँहरु समक्ष पेश गर्ने अनुमति चाहन्छु मेरो कविताको शीर्षक छ पर्खिरहेको छ गाजा मैले अघि यो कविताकै पृष्ठभूमि भनेको माथि आकाशमा कावा खाँदै उडिरहेको छ मृत्यु माथि आकाशमा कावा खाँदै उडिरहेको छ मृत्यु कुन बेला कसलाई तपक्क टिप्ने हो केही थाहा छैन त्यहाँ मरेर पनि बाँचिरहेका छन् थाहा छैन त्यहाँ मरेर पनि बाँचिरहेका छन् या बाँचेर पनि बारम्बार मृत्युवरण गर्दैछन् हरेक पल प्रत्येक क्षण मृत्युको डर बोकेर जिउन बाध्य छन् मानिस यो अप्राकृतिक डरलाई मार्ने एउटा योद्धा पर्खिरहेको छ गाजा सिङ्गो मानवता मारेर विजय उत्सव मनाइरहेकाहरू सिङ्गो मानवता मारेर विजय उत्सव मनाइरहेकाहरू आफ्नो मनको भगवान पनि मार्दैछन् सभ्यताको स्वाङ रच्नेहरू असभ्यताको म्याराथनमा सहभागी हुँदैछन् निरन्तर बोल अब त बोल बम बारुद खाएर सुकेनाश लागेकाहरूको पक्षमा ढिलो नगरिकन एक शब्द त बोल अत्याचारको विरुद्ध बोल्न नसक्ने शक्तिशालीहरू तिम्रो शक्ति केका लागि अत्याचारको विरुद्ध बोल्न नसक्ने शक्तिशालीहरू तिम्रो शक्ति केका लागि मानवता प्रश्न त्यसै रहनेछ युगदेखि युगसम्म आज बोल्न समेत नसक्नेहरूका लागि क्रूरताको जन्जिर तोड्ने एउटा नयाँ युग पुरुष पर्खिरहेको छ गाजा आज आफ्नै घरमा चोर पसेको छ मुटुमा चोटको खाता बसेको छ भोको पेटमा गोली खान बाध्य बिचरा जनताको जीवन अन्योलमा फसेको छ आफ्नै घर परचक्रीले लुटेपछि बेघर बनेकाहरूको छाती छिया भएको छ हिंसाको यो रौद्र रूपमा नयाँ जीवनको उज्यालो किरण छर्ने नयाँ क्रान्ति पुरुष
पर्खिरहेको छ गाजा। न खाना न छाना न नाना न औषधि न ऊर्जा, न खाना न छाना न नाना न औषधि न ऊर्जा, छन् केवल बारुदको गन्ध, गोली अनि लन्चर। भविष्यका फुल चुडिएका छन् कोपिलामै, कोपिला स्याहारेर बस्ने माली शिकार भएका छन् बमको। आफूमाथि भएको अत्याचारको घाउ सक्दैनन् देखाउन अनि सक्दैनन् पनि देख्न उनीहरूको गहिरो घाउ। त्यसैले आफूमाथि परेको चोट देख्ने, उनीहरूको नयाँ भविष्य लेख्ने नयाँ विधाता पर्खिरहेको छ गाजा। क्रूरताको आँखाले पानीका लागि लामबद्ध बालबालिका देख्दैन, क्रूरताको आँखाले पानीका लागि लामबद्ध बालबालिका देख्दैन, महिला वृद्धहरू खानाका लागि उभिएको लाइन पनि देख्दैन। अन्धो क्रूरता आफ्नो निर्ममता बर्साएर जान्छ, तैपनि खाएर अगाउँदैनन् मान्छेको प्राण। खाना खोसिएकाहरू पानीमा खानामा जीवन खोजिरहन्छन्, खाना खोसिएकाहरू पानीमा खानामा जीवन खोजिरहन्छन्। अफसोस जीवन नपाइकनै जीवन गुमाउँछन्, अफसोस जीवन नपाइकनै जीवन गुमाउँछन्। यस्तो दुर्लभ अपराध, यस्तो दुर्लभ अपराधलाई दण्ड दिने न्याय पुरुष पर्खिरहेको छ गाजा, पर्खिरहेको छ गाजा। धन्यवाद। एको शुभ चोमी बाजु सूर्य प्रसाद लाको जुयाता वेकन ताहेदु थे पैलेस्टाइन या मुक्ति या निम्टिंग सकलें दंग वे मगु अवस्था ता वेकन